पारदर्शिता, निष्पक्षता र तथ्यपरकता कायम रहनुपर्ने हाम्रो धारणा रहेको छ। यस सन्दर्भमा हामी निम्न स्पष्ट मागहरू राख्दछौँ। माग नम्बर 1, सडक विस्तार प्रभावित सम्पत्ति तथा भूमिको मूल्याङ्कन यथार्थ र न्यूनतम मापदण्डमाथि राखी गरियोस्। 2, मुआवजा वितरण प्रक्रियामा कसले कति पाए नपाएका भए किन नपाए भन्ने तथ्य सार्वजनिक गरियोस्। 3, मुआवजा वितरणको सम्पूर्ण विवरण, लाभाग्राहीको नाम, क्षेत्रफल, प्राप्त रकम सार्वजनिक सूचनाको रूपमा उपलब्ध गराइयोस्। 4, आफ्नो सम्पत्ति सडक विस्तारमा परेका तर अहिलेसम्म मुआवजा नपाएका सम्पूर्ण नागरिकहरूलाई सहज फारम भर्ने प्रक्रिया र गुनासो दर्ता प्रणाली उपलब्ध गराइयोस्। 5, भविष्यमा सम्पत्ति तथा अधिग्रहण हुँदा प्रभावित नागरिकहरूसँग पूर्व सम्झौता र लिखित सहितको अनिवार्य माग गरियोस्। यदि यसअघि नै मुआवजा प्राप्त गरेका नागरिकहरू भएमा सोको विवरण, कसले पाए, कति पाए, कुन आधारमा पाए समेत सार्वजनिक पार्न सम्बन्धित निकायलाई अनुरोध गर्दछौँ। नागरिकको सम्पत्ति खोसेर सडक विस्तार गर्नुभन्दा नागरिकलाई न्यायसम्मत व्यवहार, सम्मान र जानकारी प्राप्त गर्ने हक सुनिश्चित गर्नु राज्यको दायित्व हो भन्ने हामी जोरदार रूपमा स्मरण गराउन चाहन्छौँ। यस मागप्रति चासो र संवेदनशीलता देखाई आवश्यक प्रक्रिया अगाडि बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद। जेनजी मकवानपुर।